अहिलेको त्यस्तै हो सबै निस्को गाडी चढाए जस्तो भयो हामी तिमीले माथि छँदा बसे जस्तो भयो कि ल यही हो समुद्र मैक्सिमम इंडियन हुँदो रहेछ त्यही भएर ज्याकेट निकाल्यो कि ज्याकेट निकाल्यो ज्याकेट जलगाई हुन्छ भाइ यो नेपाली इंग्लिश हो के भने बुझ्छन् मलाई किन लाग्छ यहाँ केही गर्न दिन्छन् होला मनलाई खाने मनलाई नखाने के हो ओ नेन्सी ए सबैलाई हो के छिराउन प्लेटफॉर्म में प्राइवेट प्लेटफॉर्म थोड़ी क्लोज करके बैठे फर्स्ट टाइम टू थाईलैंड सेकंड टाइम someone first time but someone more than one time but then this time everyone's coming here for enjoy their session. How to do this here? First of all the staff will giving you the tickets to all the राम सर त्यति धेरै भएर हुन्छ थोरै चट्ट काटेर रहेछ तर जस मजा आए अब जेट स्की अर्को आइल्यान्डमा हामी आइल्यान्डमा गइसकेपछि जेट स्की हुन्छ होला फेरि ल्याउँछ यही गर्नलाई जेट स्कीको लागि चाहिँ अर्को आइल्यान्ड जाने हो कि आइल्यान्डै पुगे छैन अनि प्यारासेलिङ चाहिँ अब यति हो यतिकै हो अब वहाँ गएर अरू के हुन्छ फ्री टाइम छ हामी आफै गराउनु पर्छ अब त्यो आइल्यान्डमा जान लागेर छौँ के अरे भर्खर मात्रै राम सर र मैले प्यारासेलिङ चाहिँ गऱ्यौँ के अरे अर्को आइल्यान्डमा गएपछि चाहिँ हाम्रो जेट स्की पनि हुन्छ होला त्यहाँ अरू प्रोग्रामहरू पनि हुँदो रहेछ फेरि हामीले कस्तो कि एक्सचेन्ज चाहिँ कम पाएको भएर चाहिँ हाम्रो सबै पैसा खर्च भइसक्यो खाना रहेछ भने होटेलमै गएर खाप्ला त्यहाँ रातिसम्म फर्काउँछु जस्तो लाग्छ मलाई पटुलाका काम लागेको जस चेक पोइन्ट हो यहीँ बस भनेको हो कि अरे द ब्लग कन्टिन्युज कुरो कहाँ पुग्यो भन्दा हामी चाहिँ समुद्रमा आएर एक लट त्यो जेट स्की पनि हानिसक्यो त्यहाँ अब फोटो खिच्दा अलिकति भिज्न पर्छ कि जस्तो मलाई फिलिङ आइरह जान चाहिँ पाइँदैन होला अनि पाइन्छ किन जाने साला समुद्र यस्तो रहेछ कि यो अगाडिको लटमा बस्दाखेरि चाहिँ अलिकति महँगो पर्दो रहेछ अनि त्यसपछि त्योभन्दा अलिक पछाडिको अलि सस्तो पछाडि चाहिँ फ्री हो कि समथिङ त्यस्तै के भने जस्तो लाग्थ्यो कि ल बल्ल मात्रै हामी समुद्रमा खेलेर चाहिँ अब नास्ता पौडी खेलेर है फर्स्ट टाइम थाइल्यान्डमै आएर पौडी खेल्यो कि फर्स्ट टाइम थाइल्यान्डमा आएर पौडी खेलियो फर्स्ट टाइम जो समुद्रमै खेलियो मजा समुद्र यस्तो मजा आउँछ र फोटोहरू यस्तो बवाल छ अब यस्तो के त्यो उड्दाखेरि ठोक्यो त्यो नुन मुखमा परेर यस्तो टेन्सनमा आएको बाइक पनि चढाएको बाइक अब चाहिँ हामी फेरि बोटमा रिटर्न गर्दै होला मन कस्तो राम्रो बडी यार एउटा त्यो कुहिरेको कस्तो बवाल थियो यार बडी थियो एउटाको त कस्तो नक्कली जस्तो देखिएको के यस्तो बवाल चाहिँ यता पछाडि बसिरहेको स्पिड कुदाएर लाइफ ज्याकेट लाउनु पर्छ मैले आफू मात्रै लगाएँ क्यामेरा निकाल्दै थिएँ कि मैले त्यहाँ रिसाइरहेछ क्या त्यो मान्छे लास्टै त्यहाँ फोटो खिचिरहेको त्यही भएर गरिरहेछ आइयो क्या राम सरले गाली खायो त्यही हो अरू के होइन ओ राम सर तपाईँहरूको नाम चाहिँ के हो यार नाम त सोधिन ए जस अब लन्चको लागि चाहिँ हामीलाई त्यहाँ एउटा मिटिङ पोइन्टमा लिएर जाऊँ भने के अरे राम सर के छ यार सर अनेक थरी गरियो नि त हामीले त के पौडी खेलेको अरू के होइन यहाँ फेसबुकको फोटो हालेपछि त के भन्छन् होला हामीलाई के भन्दैन त के भन्छन् नाइस फोटो हुन्छ नि कमेन्ट हान्छ त्यही कस्तो डढे अलिकति डढेको जस्तो देखियो होइन नि झ्याप्पै हेर्दा कालो टी सर्टले गर्दा होला अलिअलि हो र 15 दिन नुनै हुन्छ यार सन सिटी हो कि हजुरको होइन खै पनि लाइक कारो पनि हामीले भनेको फ्याटा सोध्न नहुने कि त्यही हो कि 3 बजी 5 बजीभित्रमा हामीलाई होटेल लैजान्छ कि सक्किरहेको
ल सबैजना निस्किसके दुईजना नेपाली स्पेशल गेस्ट हामीलाई चाहिँ स्पेशल टु नेपाली यङ बोइज हामीले कता कता फेरि हामी पटाए नै आयौँ कि पटाए बिचमै पुग्यौँ खाना खाना हामीलाई चाहिँ जुन चाहिँ एक्टिभिटी गराउने ग्रुप थियो नि हो तिनीहरूले नै खानाको पनि म्यानेजमेन्ट गरिदिँदो रहेछन् ठ्याक्क के अरे म्यानमारबाट आउनुभएको उहरू हुनुहुँदो रहेछ उहाँहरू पनि उहाँले चाहिँ नेपाली बोल्न सक्ने कि त्यस्तो खालको होटल रहेछ यसरी मसाज गर्ने भनेर बसिरहेका हुन्छ नि मान्छेहरू अनि बोलाउँछ त्यो त रमाइलो हुन्छ नि त्यो बेलुका तपाईँ लिएर आएको हुन्छ जाम हुन्छ यसो भ्याइयो भने हामी ठ्याक्कै निस्किन्छौँ नि ओके थ्याङ्क यू ओके सी यू बाई बाई फेरि भेटौँ दाइहरू भन्छ तेरो सियो निस्किनु बाहिर भने नि दाइ आउनु छ त्यो चाहिँ हामी अपन निस्किन्छ कि बेलुकातिर निस्क्यौँ न तर अलिकति न्यानो भएर बस्नु गाह्रो पहिला मेरो 6 प्याक्स छैन छैन चाबी त मेरो गोजीमै मसँगै गुज्यो चाबी यादै छैन केही पनि थाहा थियो सफा भयो यात्राको सफा हुनु हाम्रो सामान्य भएपछि होइन ल केटा हामी चाहिँ अब पटाया बिच जान लाग्यो हामी चाहिँ बेलुका हाम्रो आजको त्यो जुन चाहिँ एक्टिभिटी थियो त्यो चाहिँ सबै सकियो पटाया बिचको हामीले जुन चाहिँ एकजना कोरल आइल्यान्डको गरियो अनि त्यहाँ चाहिँ एकजना नेपाली दिदी के अरे दाइ र भाउजू भेट्नु भएको थियो उहाँले आफ्नो लोकेसन पिन गरिदिनु भएको अनि यसो आउनु त पटाया बिचतिर यसो निस्किनु भएको यसो निस्किउँ न त भाइ भन्नु भाइ भाइ भन्दै आएको डिरेक्सन चाहिँ अब सिधै देखाएको अरे गुगल म्यापमा यसरी नै जान्छ गल्लीहरूमा पनि स्कुटीहरू यस्तरी कुदाउँछन् नि यो मान्छेहरूको अनुहार हेर्दा त कि नेपाली बोलौँ जस्तो हुने कि ल पहिला चाहिँ हामी डलर छाट्नुपर्छ होला एक्सचेन्ज भनेर लेखेको एक्सचेन्ज अब त्यहाँ हामी एयरपोर्टमा चाहिँ 32.991 थियो यहाँ बाहिर चाहिँ राम्रो पाइन्छ भनेर त्यो दाइहरूले भनेको थियो है कति पाइन्छ यस्तै हजुर के होइन अब जे होस् हामीले अब भाट 10 यसैले अब हामीले एउटा आइडिया हिजो चाहिँ हामीले 100 भाट मात्रै एक्सचेन्ज गरेको 32.91मा एक्सचेन्ज गर्दाखेरि कुरो के निस्क्यो भन्दा हामीलाई गाह्रो पर्दो रहेछ हामी सङ्घाल्नतिर लाग्यौँ सङ्घाल्न लागेको धन्नै त्यो जेट्सकी फेट्सकी छुटेन सर फ्रुट्सहरू सस्तो हुनु थाहा तपाईँलाई स्याउ छ नि सुन्नु न ल स्याउ 20 भाटको 1 किलो अरे होइन पानी 20को छ आधा लिटर अनि त स्याउ सस्तो रहेछ अब हामी आयौँ बुटिक प्याराडाइज होटलमा हामी कहाँ अर्डर अनुसारको घाँटी पड्काउने हात भाँच्ने र खुट्टा मड्काउने जस्ता सुविधाहरू उपलब्ध छ टाउको दुख्नेमा घाँटी दुख्नेमा कम्मर भाँच्नेमा सबैको उपचार गरिन्छ हाम्रै आयुर्वेदिक औषधालय अनमोल हर्बल एन्ड मसाज पार्लर हामी चाहिँ अहिले ब्याङ्ककको काठमाडौँमा छौँ अनि यस्तो बाटो हेर्दा त के उता न्यु रोड जस्तो अघिदेखि फोहोर देखेन भनिरहेको त लौजा हेर फोहोर कि फोहोरको डल्लो ल यो चाहिँ हामी पोखराको पुल्चोक आयौँ पुल्चोक आए जस्तो छ हेरेर त ब्याङ्ककै हो तर पोखराको पुल्चोक पुग्यौँ फेरि एकपटक समुद्रको किनारमा आएको छ यो चाहिँ तपाईँको थाइल्यान्डको नारायणी किनार हाम्रा युवक रामचन्द्र पौडेल सरी श्रेष्ठ के अरे भिडियो बन्द गरौँ राम सर यहाँ चिल गर्ने ठाउँ हो कि राम सरले के बोक्नु भयो क्या नानीले बनी थिइन् समुद्र किनारा आइए समुद्र हेरेको त के नारायणीको छेउ जस्तो लाग्यो तर नारायणी यस्तो पाइँदैन सर पाइँदैन त अलिकति है सर अलिकति धेरै पाइन्छ जस मान्छेहरू यहाँ चिल गर्दा बसिरहेछन्